हाई भन्नुस् यसो गर्नु नानीहरु बजार जान्छ तरकारी किन्न अचार त हेर 100 रुपैयाँ लगायो किन आउँछ तरकारी पहिला पो 500 लाग्दा पनि टमाटर रार किन्दा त भेट्यो छिटो छिटो निकाल्नुस् छिटो छिटो अब यो चैत लागेपछि दुर्गा बस्नुस् लम्पन नानीले हेर्नुस् हाई भन्नुस् नानी ए भन्छ ओइ युनिक ए बाबु आहा झिम्काइदे मोबाइलमा हेरेर छोरी बोले दुर्गा हैन तोरी यो टोरी हो हेर्नु सबैले चिन्नु भएको होला भन्नु यता हेर्नुस् स्टु निकाल्नुपर्छ आउनु आउनु म निकाल्दिनु राम्रो हुन्छ भोक लाग्यो होला भाउजूलाई भाउजू भोक लाग्यो हिँड्नै खाना टाउको पकाइदिनु ए लम्पन नानीहरूको आमा छोरी निकाल्दैछ बिरालो मिल्दैन निकाल्नु पर्दैन अलिक बिरालो कमाइरहेछ बास्नुस् भनेको दुर्गा बस्न मन लागेन के किन पाइल्स छ छैन किन बस्नु मोटाएर पेट ठुलो भएर भन्न नमिल्ला हेलो बाबु युनिक यता हेर्नुहोस् युनिक हाई भन्नुहोस् हाई भन छोरो बाबाले त गएको त किन खाइनस् त काँच्चै खाने नि त बोल्नु तेरो पैसाले के किन्न जान्छ मेरो पैसा म 40-20 रुपियाँ मिठाई किनेर रातभरि खप्छ 20 रुपियाँ खाएर गइसक्यो कति खायो कति छुर्पी खायो यहाँ त यस्तो फेरि कोक किन्न पठायो भने पैसा उब्रेछ कोक किनेर दिन खै पैसा भनेको नि मासु किन्न जान्छ अन्त आफै पकाइदियो भन्छ 10 रुपियाँको मासु माग्छ अरू 100 रुपियाँ लगाएर 10 रुपियाँ 100 रुपियाँ लगाएर 10 रुपियाँ मासु माग्छ अब 10 रुपियाँको मासु दिन्न भनेको पैसा देखा भने पहिला म खोला जाँदा त्यो गर्थेँ अचार पनि दिँदैन अस्ति ड्राइभर आउनु थियो जहाँ आधी किलो मासु लिएर आइज गयो साथीहरू